Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. जन्मदिनको शुभकामना छोरी। Hey guys, आज चाहिँ मेरो छोरीको जन्मदिन। इट्स हर 15th बर्थडे। अनि आज चाहिँ यो जन्मदिन सेलिब्रेट गर्नुको लागि मैले चाहिँ एकदमै मेरो अप्ठ्यारो गाह्रो समयमा मलाई सहारा दिएको स्थानमा छु अहिले म। सो यो आजको बर्थडेको सेलिब्रेसन चाहिँ कस्तो हुन्छ म देखाउन गइरहेको छु तपाईहरुलाई। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइस। ए हेलो 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 जी, क्या हाल है जी? ठीक है। हेलो बर्थडे गर्ल, मुंह क्यों छुपा रही हो? उठेर लु यत्रो विस सबैलाई है फिल फ्री। म इन्ट्रोडक्सन दिन्छु। मेरो चाहिँ शान्तिको साथी होइन, ऊ दिनेश श्रेष्ठ, अनि उहाँ भाउजू होइन, ऊ हाम्रो चाहिँ दिनेश साथीको चाहिँ, अनि भाउजूको चाहिँ जेठो छोरीको चाहिँ कति 14 कम्प्लिट 15 मा हो। 14 कम्प्लिट भएर 15 भएर चाहिँ अघिको खानाहरू सबै चाहिँ हाम्रो उहाँ गार्जेनहरू उहाँहरू हो। अनि छोरीको तर्फबाट चाहिँ अघि हामीले जुन भोजनहरू गरे चाहिँ सबै उहाँहरूको तर्फबाट भएर चाहिँ मनदेखि ग्रेटिट्युड पनि पे गरौँ। अनि हामीसँगै हेलो बिटु। ल अब चाहिँ हाम्रो यहाँ केक काट्ने यहाँनिर सुरसार भइसकेको छ कोसिस फाउन्डेसनमा होइन। यस कस्तो हेलो। ल हाम्रो दाइ पनि आइसक्नु भएको छ। यु आर मोस्ट वेलकम हियर इन कोसिस फाउन्डेसन। ठुलो नगरीको फेरि एकपल्ट हामी सेलिब्रेसन गर्छौँ है। छोरीको नाममा आज जन्मोत्सव है, छोरो जन्मोत्सव सफलताको कामना गरेर है। उहाँलाई सबभन्दा पहिला हामी दिनेश दाइले छोरीलाई खाजा लगाएर होइन हार्दिक गर्नुहुन्छ, शुभकामना दिनुहुन्छ दाइ। फर्स्टमा चाहिँ छोरीको बुवालाई उहाँको ठुलो जेल है। हामी मूल समारोह सेलिब्रेसन सुरु गर्छौँ केक काटेर उहाँको जन्मोत्सवमा। अनि केक काट्नलाई हाम्रो कृष्णलाई है। इन्ट्रोडक्सन त दिनु पऱ्यो नि त। तिमीको केक मात्रै काटेर भएन, छोरी हाम्रो छोरी त हो होइन। नमस्ते। कति वर्ष पुग्यो? 15 वर्ष। 15 मा Happy birthday to you. 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 मैला भयो नि
चिरञ्जीवी हुनु ल अब त भाइलाई पहिलो सरी सबै काट्नु श्रेदिक त पुरै एकदम तयार अवस्थामा छ त को दिदीलाई पहिला सबै त्यो त तपाईँ हेलो साथीहरू ल अहिले चाहिँ म यहाँनिर गोदावरीको यहाँनिर कोसिस फाउन्डेसनमा छौँ गोदावरीको कोसिस फाउन्डेसनमा यहाँ चाहिँ आज मेरो छोरीको चाहिँ जन्मदिन परेको हुनाले 15औं जन्मदिन परेको हुनाले हामीले आज चाहिँ यहाँ आएर यसरी अब घरमा त सधैँ मनाएकै हो यसरी अब बाहिर आएर पनि यसो मनाऊ खुसी साटौँ अरूलाई पनि खुसी दिउँ भनेर चाहिँ हामी यहाँनिर आज आएर हेलो छोरी ल अनि आज चाहिँ हामी यहाँनिर टक्कसँगले एउटा यो चाहिँ एउटा कस्तो भने कोसिस फाउन्डेसन भन्दा एउटा गृह सुधार केन्द्र जस्तै हो होइन त्यहाँ आएर चाहिँ म फर्स्टमा पहिलोचोटि पनि एकचोटि यहाँ आएको थिएँ मेरो श्रीमानसँग अनि त्यस्तो राम्रो लाग्यो अब हामी जस्तो हामीभन्दा पनि अझ युवा भाइहरूले चाहिँ यतिको गर्नु भनेको होइन धेरै राम्रो काम हो त्यो यस्तो राम्रो कामको लागि चाहिँ हामीले पनि सपोर्ट गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई पनि अनि त्यही भएर यसरी नै अब अरू बेला पनि अब यस्तो जन्मदिन भयो यसो के मनाउन चाहिँ आइराख्नुहुन्छ अरे ल मम्मी कस्तो लाग्यो त राम्रो लाग्यो नि दृष्टिलाई यहाँ आएर जन्मदिन बनाउँदा कस्तो लागेको छ खुसी लागेको छ खुसी हुनुपर्छ नि त यसो हाम्रो अब अङ्कलहरूले दादाहरू जस्तो एजकोले यङ जेनेरेसनको मान्छेले यतिको गर्दाखेरि हामीले सपोर्ट पनि गर्नुपर्छ नि त होइन ल भाइ कस्तो लाग्यो भाइ यहाँ आएर रमाइलो लाग्यो हजुर ठाउँ नि राम्रो रहेछ ठाउँ पनि राम्रो चिसो छ होइन शान्त ठाउँ यसो यहाँनिर के कस्तो हुँदो रहेछ भनेर होइन यसो ज्ञान पनि बटुल्न पायो हेर्न पायो अब आफूभन्दा अलिकति ठुलो दाइहरूले अहिलेको यङ जेनेरेसनले यतिको गर्नु भनेको धेरै राम्रो कुरा होइन यस्तो कुरालाई हामीले सपोर्ट गर्नुपर्छ हो क्या दृष्टि ल यता बर्थडे गर्लको बाबा खान पिनु होइन बर्थडे गर्ल ल एकदम भेराइटी बर्थडे गर्ल आज मम्मीको यता आउनु बाँकी छ दाजु यता लिँदै हुनुहुन्छ हजुर धन्यवाद दाजु खाना कस्तो रहेछ खाना मिठो रहेछ के भेराइटी भइरहेको छ छोरीको बर्थडेमा ल भाइ सुरु हो भर्खर यता हाम्रो भाइ यता कोसिस हाम्रो फाउन्डेसनको भाइ है यता चाहिँ यता हाम्रो भाइ भाइ खोइ भाइ लिनु भएको छैन लिनुहोस् न है और गाइज आज चाहिँ हाम्रो कोसिस फाउन्डेसनमा मेरो छोरीको सानो एउटा मेरो साथीको यो फाउन्डेसनमा आजको दिन यहाँनिर बितायो होइन उहाँ एकदम बिजी व्यस्त हुनुहुन्छ गाइज जस छुट्टी भएर फ्यामिली भिजिट पनि धेरै भयो थ्याङ्क यू सो मच छोरीलाई छोरी भाउजू अनि रजिन अनि हाम्रो मेरो कता चाहिँ सबैजनालाई कोसिस फाउन्डेसनमा आएर चाहिँ छोरीको 15औं वर्ष चाहिँ मनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद कोसिस फाउन्डेसन तर्फबाट ल थ्याङ्क यू फर द एकदमै डिलिसियस ट्रिट होइन कोसिस फाउन्डेसनको खानाहरू चाहिँ पुरा मिठो मिठो थियो होइन अब यहाँनिर चाहिँ बस्दाखेरि यहाँनिरको त जुन सानो एउटा खुसीलाई सेलिब्रेट गर्दाखेरि चाहिँ एकदम मनै आनन्दित भएको छ म लगायत हाम्रो इन्टायर फ्यामिलीको होइन सो थ्याङ्क यू फर दिस ब्युटिफुल अपर्च्युनिटी माई फ्रेन्ड होइन यसरी नै हाम्रो कोसिस फाउन्डेसनमा चाहिँ दूरदर्शनी लघु औषध लगायत कुनै पनि कुलतमा फँसेको साथीभाइहरू चाहिँ घर परिवारमा त्यस्तो हुनुहुन्छ भने चाहिँ यु मे कन्ट्याक्ट दिपेश थापा मगर यु मे कन्ट्याक्ट कोसिस फाउन्डेसन अनि कोसिस फाउन्डेसन चाहिँ टोखेल भित्र यता राम मन्दिर बढी खेलको राम मन्दिरमा अवस्थित रहेको छ एकदमै राम्रो यहाँको हस्पिटालिटीदेखि लिएर यहाँको जुन पेसेन्टहरूलाई ट्रिटमेन्ट गर्ने तौर तरिकाहरू चाहिँ एकदमै राम्रो छ यु मे गाइज भिजिट कोसिस फाउन्डेसन अनि यति हो गाइज आजको लागि यो एउटा सानो मेसेज अनि यो सानो सेलिब्रेसन यो ह्याप्पी मोमेन्ट चाहिँ आज यसको के अरे समापन गर्दै आजको लागि बिदा हुन चाहन्छु ल थ्याङ्क यू सो मच किप लभिङ किप सपिङ विथ घरमा आयो है त ल ओके दिस इज फर नाउ हेभ अ गुड टाइम बाई